संसदको बैठक बसेको थियो। हाम्रो आज दुईटा प्रमुख निर्णयहरू भएका छन्। पहिलो निर्णय 82 साल चैत 19 गते बिहिबारका दिन अपराह्न 2 बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वानका लागि सम्मानीय राष्ट्रपति समक्ष सिफारिश गर्ने। नम्बर 2 मा संविधान संशोधन बहस पत्र तयार गर्न सम्मानीय प्रधानमन्त्रीज्यूको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने। यो चाहिँ हाम्रो वाचापत्रमा भएको एउटा वाचा पनि थियो। यी दुईटा आजका प्रमुख निर्णयहरू हुन्। एउटा चाहिँ सम्मानीय राष्ट्रपतिज्यू समक्ष चाहिँ अधिवेशनको लागि दुवै सदनको अधिवेशनको लागि सिफारिश गर्ने र अर्को चाहिँ एकदमै मुख्य हामीले चाहिँ हाम्रो वाचापत्रमा संविधान संशोधन गर्न चाहिँ राष्ट्रिय सहमति आवश्यक पर्छ भनेका थियौं। त्यसका लागि चाहिँ प्रधानमन्त्रीज्यूको राजनीतिक सल्लाहकारज्यूको अध्यक्षतामा एउटा समिति बन्छ। त्यसमा चाहिँ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका चाहिँ प्रतिनिधिहरू रहनुहुन्छ। त्यो गरेर एउटा राष्ट्रिय सम्मतिमा चाहिँ एउटा संविधान संशोधनको लागि बहस पत्र चाहिँ तयार हुन्छ। प्रदेश संघीय सरकारको कति अब सहकार्य गर्न आवश्यक पर्छ, प्रदेशमा भएका समस्याहरूको बारेमा पनि उहाँलाई जानकारी चाहिएको थियो। त्यो सहकार्यको विषयमा विशेष त्यस्तो ठोस योजना केही पनि थिएन। सहकारी पीडितको बारेमा पनि सामान्य छलफल त्यता भएको थियो। 1 लाख भन्दा कम चाहिँ बचत भएका बचतकर्ताहरूलाई चाहिँ प्राथमिकतामा राखेर चाहिँ उहाँहरूको भुक्तानी कसरी गर्ने भन्ने विषयमा सामान्य छलफल भयो। ठोस त्यस्तो अरू केही पनि घोषणा चाहिँ भइसकेको छैन। त्यो हाम्रो वाचापत्रमा हो, त्यसलाई हामीले प्राथमिकतामा राखेका छौँ। 1 लाख भन्दा कम बचत भएकालाई हामी प्राथमिकतामा राखेका छौँ। तर अहिलेसम्म त्यस्तो ठोस निर्णय चाहिँ नभइसकेको हो। तर हामी एकदम संवेदनशील छौँ। चैत 19 गते बिहिबारका दिन अपराह्न 2 बजे त्यो यस्तो हाम्रो यसको कहाँबाट सुरु भयो भन्ने कुरा बुझ्न जरुरी छ। अहिले हामीले एससीई का विद्यार्थीहरूलाई चाहिँ प्राथमिकतामा राखेका छौँ। एससीई को जाँच चाँडै नै सुरु हुँदैछ। पहिलो कुरा त एससीई को जाँचले गर्दा नै विद्यार्थीहरूको मानसिक अवस्थामा अलिकति असर परिरहेको छ। एकदम रिजल्ट लाउन पनि एकदमै टाइम लाग्ने, हामीले त्यो रिजल्टको ड्युरेसन पनि हामीले घटाएका छौँ र त्यो रिजल्ट आउने बित्तिकै चाहिँ ब्रिज कोर्स पढ्न जाँ 11 को भर्नाको लागि विभिन्न कोचिङ सेन्टरहरू ब्रिज कोर्सहरूले चाहिँ विद्यार्थीहरूलाई तानातान गर्ने भएको हुनाले हामीले 10 सकेर एससी दिएर 11 को लागि जुन ब्रिज कोर्सहरू छ, ट्युसन सेन्टरहरू छ, त्यो चाहिँ तत्कालै रोक्ने वैशाख 1 गतेसम्म नै। र त्योभन्दा माथिका अब युनिभर्सिटी तहभन्दा अगाडिका कति एमबीबीएस पढ्ने विद्यार्थीहरू, इन्जिनियरिङ पढ्ने विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूको त्यो कोचिङ सेन्टर र ट्युसन सेन्टरलाई चाहिँ कानून बमोजिम काम गर्नेदेखि उहाँले गर्न पाउनुहुन्छ। तर कानून बमोजिम दर्ता भएर कानून बमोजिम चलेको चाहिँ हुनु पर्यो। तत्कालको लागि अहिले रोकिने भनेको चाहिँ 10 बजे एससी दिइसकेका विद्यार्थीहरू 11 मा जो जान आँट्नु भएको छ उहाँहरूको ट्युसन सेन्टर र ब्रिज कोर्सहरूलाई चाहिँ भनिएको। हामी त्यसमा एकदमै संवेदनशील छौँ। कानूनी